गुड मर्निङ डिएक्सन हेर्नुहोस् यो डिएक्सनको पोटक खानुहोस् यसरी चाहिँ राम्रो पोटकहरू खानुहोस्। लिन्जाई कफी खानुहोस्, मोरन्जी जुस, यो मोरन्जी जुस हो। हेर्नुहोस् मोरन्जी जुस पिएपछि एकदम राम्रो हुन्छ। हेर्नुहोस् यसले हेल्दी गर्छ, राम्रो गर्छ र एकदम हामीलाई हेल्दी राख्छ। यो चाहिँ लेमन जी, यो लेमन जी हो। लेमन जी पाउडर मिक्स विथ ब्ल्याक टी एन्ड गानोदर्मा एक्सट्र्याक्ट यस्तो खालको पोटक हो यो चाहिँ स्पुरुलिना हो। यो खाएपछि तपाईँको एकदम मल्टिभिटामिन हो। यो मल्टिभिटामिनले हामीलाई एकदम हेल्दी बनाउँछ, राम्रो बनाउँछ। र अब यो गानोदर्मा ऋषि मसरुमको कफी खानुभयो भने यसले पनि तपाईँको सबै गानो सानो सबै सञ्चय गरिदिन्छ र राम्रो गर्छ। यो टुथपेस्ट हो। हेर्नुहोस् यो टुथपेस्टले 19 आइटमसम्म काम गर्छ। यसले हेर्नुहोस् 19 आइटमको काम गर्ने जति पनि मुखमा भएको नराम्रो चिजहरू, ब्याक्टेरियाहरू, नराम्रो खराब चिजहरू सबै चाहिँ एकदम राम्रो गरिदिन्छ यो टुथपेस्टले। यो चाहिँ अब लेमन जी टीले, अनि त्यसपछि यो गानोदर्माको कफी र मोरन्जी जुसले एकदम राम्रो गर्छ, हामीलाई हेल्दी बनाउँछ, राम्रो बनाउँछ र हाम्रो स्वास्थ्यलाई एकदम राम्रो बनाउँछ। तपाईँहरू खाएर हेर्नुहोस्। तपाईँहरूलाई यदि चाहियो भनेदेखि कुनै पनि ठाउँबाट तपाईँहरूले मसँग म्यासेज गरेर, अर्डर गरेर, या त तपाईँले मसँग सम्पर्क गरेर फोन नम्बर, व्हाट्सएप या मेसेन्जरमा कुनै पनि चिजमा तपाईँहरू सम्पर्क गर्न सक्नुहुन्छ र खान सक्नुहुन्छ। हेर्नुहोस् यो गानोदर्मा ऋषि मसरुमको प्रोडक्ट हो। यसलाई हामीले युज गर्न जाने भनेदेखि एकदम राम्रो हुन्छ र राम्रोसँग हामीले खान सकिन्छ है त। हस् त ल, धन्यवाद। सम्पर्क गर्दै गर्नुहोला, कन्ट्याक्ट गर्दै गर्नुहोला र मेसेन्जरमा अथवा व्हाट्सएपमा कुनै पनि चिजमा मलाई कन्ट्याक्ट गर्दै गर्नुहोला। खाने इच्छा हुनुहुन्छ, तपाईँ यदि गानोदर्माको प्रोडक्टमा जोइन हुन चाहनुहुन्छ, खानुहुन्छ भनेदेखि तपाईँहरू विचार गर्नुहोला है त। हस् त, धन्यवाद, थ्याङ्क यू।